Hi everyone, namaste, welcome to my vlog. This is Miss Swastika Rai, all the way from Patri. मेरो इन्ट्रो राम्रो भएन भनेर मलाई कम्प्लेन आइरहेको थियो मेरो नानाले कस्तो छ भनेर भनिदिनु न कमेन्टमा। चाहिँ बिहान उठेर खाजा खाएन डाइरेक्ट भात हो अनि भात यो केको साग हो लट्टेको कि के हो अनि अचार छ त्यति हो आज चाहिँ। खाना खाएर चाहिँ भ्याइयो अनि अब दिन यस्तै हो हैन कसरी काट्ने मोमो बनाउनु पर्ने आज पथरीमा अलिकति सनी नै छ है अलिकति प्रोटेक्ट भएर हिँड्नु होला सनस्क्रिन मास्क यो के भन्छ सनग्लासहरु लगाएर हिँड्नु होला यस्तो सनी छ। बी केयरफुल है टेक केयर बाइ बाइ कीप वाचिङ। खाना साना सकेर यहाँ म चाहिँ उखु लिँदै थिएँ मम्मीले उखु खा भन्दै हुनुहुन्थ्यो उखु चाहिँ खानै पर्नु हुन्छ अरे स्वास्थ्यको लागि राम्रो भन्नुहुन्थ्यो मम्मीले म चाहिँ उखु लिँदै थिएँ मम्मीसँग। राइट आज चाहिँ म यता हाम्रो घर छेउ छिमेकी आन्टीकोमा आएको छु र आन्टीले चाहिँ सिलाइ बुनाइ गर्नुहुन्छ त्यो सिलाइ बुनाइको क्रममा चाहिँ आन्टीले के बनाउनु भएको छ तपाईहरुलाई चाहिएमा अर्डर गर्न सक्नुहुन्छ त्यो चाहिँ म देखाउँछु है त हेर्नु होला। यो चाहिँ सनफ्लावर भयो है अनि यहाँ चाहिँ रोजेसहरु छ ट्युलिप छ अनि यो चाहिँ गोदावरी होला सायद व्हाइट गोदावरी तपाईहरुले चाहिँ अर्डर गर्न सक्नुहुन्छ हैन। अनि यहाँनेरि चाहिँ यस्तो किरिङहरु छ है यति राम्रो राम्रो यो चाहिँ इभिलाई हो यो चाहिँ पाइनएप्पल अनि यो चाहिँ हाँसिरहेको रहेछ ह्यापी है यहाँ यी सनफ्लावरहरुको किरिङहरु है ओइ कति राम्रो यो चाहिँ चेरी दिस इज चेरी है स्ट्रबेरी त्यो चाहिँ के हो भन्छ ला यो त मैले पनि पत्ता लगाउन सकिनँ गाइस वाच दिस किम्बु रोज होला यो चाहिँ हैन रोज छ कति धेरै हो अम्मा यो चाहिँ धजुरी के हो धजुरी भनेको चाहिँ खानेकुरा हैन हौ राईहरुको कल्चरमा लाउने के ए ला सरी गाइस यो चाहिँ पेचुरी हैन यो धजुरी मिलाएर कसरी लाउनु देखाउँछ सिलाङ सागमा हैन सिलाङ सागमा यसरी लगायो अनि त्यसपछि यो पनि साइडमा यिनीहरु सबैलाई मिलाएर लाउने अनि उया छ चिन्डो अनि तपाईहरु अब हाम्रो साकेला आउँदैछ चिन्डोहरु पनि छ है अनि धजुरी अनि के हेरेको आन्टी यसलाई यो पेचुरी हो पेचुरी चिन्डो धजुरी मिलाएर लाउन सक्नुहुन्छ सिलाम सागमा चाहिँ यति सिलाम सागमा यस्तो राम्रो छ कि गाइस कसलाई गिफ्ट दिम होला है हेरे के यो त अस्तिको हो कि अझै बुन्दै छु देखाउनु न चिन्डो छ म एउटा कुरा चाहिएमा सम्पर्क गर्नु होला है त ब्लगमा यालमर चोकमा आएर लाइक कमेन्ट सब्स्क्राइब अनि के शेयर गरिदिनु होला। थ्यांक यू आन्टी एकदम राम्रो छ युजरलाई सबैले माया गरिदिनुहोस् है अन्त स्वस्तिका ब्लगलाई है यति राम्रो यति मेहनत गर्नुहुन्छ बिहानै 3 बजे उठेर 3 बजे उठेदेखि काम गर्नुहुन्छ दिउँसोभरि यो गर्नुहुन्छ है पार्ट टाइम है टक्क शीतलमा बस्यो अनि त्यसपछि सुई सिलाइ बुनाइ गर्नुहुन्छ आन्टीले है आफ्नै हातको यो यति राम्रो बुन्नुहुन्छ अल्छी भने चाहिँ थोप्पा छैन यो आन्टीको जिउमा हामीसँगलाई चाहिँ लाग्छ अल्छी 12 बिते अल्छी हामीलाई चाहिँ मलाई नै मन पर्छ यस्तो राम्रो छ है अब यस्तो छ आउनु होला है हाम्रो यलमर चोकमा पाउँछ सक्माहरु पनि हैन चाहिएमा भेराइटिज छ सम्पर्क गर्न होला यो एक भयो अनि यो अर्को अरु डिजाइन पनि छ नि चाहिँ तर अब निकाल्दै छु यस्तो राम्रो छ है पर्ल भरिएको यो गोल्डन पर्ल व्हाइट पर्लहरु छ है त आउनु सक्नुहुन्छ। हेलो मेराको नाम के हो भन्दिनु त मेरो नाम सन्तोष चौधरी
सन्तोष चौधरी हाम्रो गाउँको भेना है एकदम यस्तो एक्टिभ छ कि यो भेना म कुनै दिन कहाँबाट म भिडियो सेपबाट खिच्छु कि कस्तो चर्को छ खतरा छ एनर्जेटिक छ लास्टै है हाम्रो त भिडियो योबाट हुन्छ है गाइचो यताउति होइन नि फेरि कहाँ लास्ट एनर्जेटिक छ यो भेना बिहान कति बजी उठ्नुहुन्छ होइन म बिहान 3:30 मा उठ्छु 3:30 बजी उठेको एकैचोटि बेलुका मात्रै हो रेस्ट दिउँसो सिसो बस्दैन कामको काम जुस लिनु आइसके राम्रो फ्रेस हुन्छ लाने है अनि गर्मीमा चाहिँ यस्तै खानु भन्छु है म चाहिँ रिकमेन्ड गर्छु त्यो अरू जुसहरू खानुभन्दा चाहिँ बेटर यस्तै राम्रो हुन्छ हेल्दी हुन्छ है स्टे हाइड्रेट फ्रुट्सहरू लिनु होला यस्तै जुसहरू खानु होला अलराइट गाइस जुस लिएर चाहिँ फर्किसक्यो यस्तो सनी छ अलिकति क्याप लाएर सेफ भएर हिँड्नु होला यस्तो सनीमा है आज कस्तो भयो स्कुल राम्रो भयो के पढिस् मुखमा नालात के पढिस् पढेन किन आज ह्याप्पी फ्राइडे हो अनि ह्याप्पी फ्राइडे एभ्रीवान भन्न त यहाँ भन् छिटो ह्याप्पी फ्राइडे भन्न मान्छेहरू कहाँदेखि काममा आउँछ यस्तो घाममा आएर साइकल हेर्नु न शीतल रहेछ घाम यस्तो घाम लागेको छ हेर्नु न यस्तो छ घाम अनि यही घाम मुनि चाहिँ म बसिरहेको छु बोजूको कुखुराहरू चाहिँ यता शीतल तापेको कुखुराहरू राईहरूलाई त थाहा होला सकेल आउँदैछ अब भालेहरूको के हुन्छ भनेर ताली नमस्ते गर सबैले ताली गर्दा थ्याङ्क यू भन्नुपर्छ हो स्याबास हेलो गाइस यो त ओपन मिठो हुन्छ यार आज के खाने खाजा भन्दैौ न त के हालेर स्यान्डविच हौ यहाँ आउन स्यान्डविच चाहिँ जसमीको फेभरेट हो ब्रेड आइसकेको छ ब्रेड अब म आज टोस्ट गर्दिनँ यति खाने अल्छी लागेको छ सुँग त कहाँ छ डेट आज छैन त 7 गतेसम्मको रहेछ यो डेट राम्रो अघिको एक्सपायर हुन आँटेको लिएको छ हेलो गाइस के खाएको त चाहिँ त्यो नाम भन त ए डार्क म्याजिक पो रहेछ होइन राम्रो छ गुड लाइफको यो 20 रुपियाँ भन्छ मिठो मन पऱ्यो चिने खाम भन्छु पैसै हुँदैन उयो ल्याउ त उयो ल्याउ न सुँग भन्छु नयाँ हो क्या यो मलाई थाहा भइसक्यो भन्छु उयो ल्याउ न प्लेट ल्याउ न अब हालेर खाने भेज स्यान्डविच यस्तो देखेको छ मैले बनाएको है ल आऊ चर्च आऊ न ओइ डल्ली हजुर कहाँ गएको हामी बुवाहरूको भएकोमा कहाँ हुनुहुन्छ बुवा बडा चाहिँ बाख्रा लिएर आउँदै हुनुहुन्छ अहिले चाहिँ यहाँ हाम्रोमा यो के भन्छ यसलाई सिरिज फुल्दै रहेछ है यस्तो दामी यार यो त हाम्रो यलमुचोकको ब्युटी हो यार यो त यस्तो राम्रो फुल्छ कि बडा बाख्रा लिएर आमा के हो यिनीहरू हजुर टिप्पा नि आउनुभयो टिप्पा गयो सबै आमा कति धेरै रहेछ है उयो पनि बाख्रा भनेर कुकुर रहेछ टिप्पा त बाख्राको धनी हो नि होइन टिप्पा
ल ठिक छ यी तिप्पाहरू चाहिँ बाख्रा लिएर फर्किँदै हुनुहुन्छ है त कति बजेदेखि खेल्नु थालेको 3 बजे खेल्नु थालेको अब कतिखेर छिर्ने घरभित्र पढ्नु सर्नु चाहिँ पढिँदैछ छैन ओइ मुख तल हात जरा पढिँदैछ कि त इन्डोर प्लान्टको सोकिन हुनुहुन्छ भने चाहिँ हामीसँग ब्याम्बो प्लान्ट छ है यो मात्रै होइन यता यत्रो छ अझै यहाँ छ है अनि यता पनि छ अर्को इन्डोर यो यिनीहरू पर पनि छ तपाईँहरूलाई चाहिएमा सम्पर्क गर्न सक्नुहुन्छ हामीलाई है ल यस्तो राम्रो छ डलीहरूको घरमा के पाक्दैछ के को यस्तो दामी खाले खोइ तँ चाहिँ के हो ए यस्तो भुक्लुक आगोमा कस्तो हुन्छ होला सोच्नु होला अब तपाईँहरू आफै है तर म चाहिँ खाँदिनँ बोजूको कुखुराहरू हाम्रो यो चोकमा यस्तो यसमा यो भिड यो चोकमा यो बजारमा बोजूको घर मात्रै हो फुल फलेदो रुखहरू भएको घर कस्तो राम्रो छ बोजूको घरि टक्क यतापट्टि हल्का ग्रिनरी अनि यहाँ पनि ग्रिन अनि घर सानो छिट्टो छ नि त्यसपछि यहाँ कस्तो राम्रो छ बोजू बोजूहरूको पछाडि पनि म देखाउँछु के अरे यो चाहिँ ब्ल्याक पिङ्क जेनी कि रोजी कि के अरे अहिले होइन भन्दा त ढाँड्दा त अहिले राइट अब जस्मीले चाहिँ खाना बनाउने अरे थोरै हाल है त्यसले चाहिँ अनि म चाहिँ अब भाँडा माझ्नु बडाल गरिसकेँ होइन खाना माझ्नु जान्छु आज चाहिँ जस्मीले डिनर बनाउने अरे होइन रेडी हुँदैछ यहाँनिर सब्जी आज चिकन बनाउने अरे अनि रेडी हुँदैछ आजको डिनर चाहिँ दोकानमै है ल ओके बाई हेर्दै गर्नु होला है मम्मी कस्तो फिल भइरहेको छ आज अब माइली छोरीले पकाएको खाना रेडी हो त खानु हस् थ्याङ्क यू जस्मी फोन हराएर बिना रुँदैछ आज यो रात कटाउनु गाह्रो हुन्छ अरे ल बाई दोकान बन्द गरेर फर्किरहेको छु आज जस्मीले पकाएको डिनर चाहिँ मैले खाइनँ 1-2 चम्ची खाएँ अनि त्यसपछि म निस्केँ रिस उठेर अनेस्ट है अनि अब हामी चाहिँ वकमा जान आँटेको छौँ होइन त हो अब वकमा जान आँटेको आज बेलुका हावा आउँदैछ है गाइस अब अनि कान्छी बहिनी र मम्मी कस्तो रिसायो सब्जीले भन्दैन त अबदेखि कस्तो पकाउँछु मिठो भन्छ जस्मीको सब्जीले घरमा सब रिसाएर भातै खाइन पर्छ वकबाट चाहिँ हामी फर्किसक्यौँ अनि अब भ्लग चाहिँ यतातिर इन्ड हुन्छ थ्याङ्क्स फर वाचिङ किप लभिङ किप सपोर्टिङ किप वाचिङ बाइ बाइ